भएको छ। बालेन शाहलाई यो परिणाम जो मत परिणाम सार्वजनिक भइसकेपछि प्रमाणपत्र सार्वजनिक गरेर बालेन शाहलाई यो दिइएको छ भने खादामाला उहाँले नलगाउनु भएको छ, खादा लगाउन अस्वीकार गर्नु। र यति बेला तपाईँले दृश्यमा देखिराख्नु भएको छ बालेन शाह अबको भावी प्रधानमन्त्री पनि हुनुहुन्छ भने भावी प्रधानमन्त्रीले चाहिँ आफ्नो यहाँबाट शानदार विजय लिइसके पश्चात उहाँले चाहिँ प्रमाणपत्र लिइसक्नु भएको छ। र यति बेला सर्टिफिकेट सहित फोटोको माग गरिसके पश्चात बालेन शाहले सर्टिफिकेट समाएर फोटो पनि खिचाइरहेका छन्। यो दृश्यमा तपाईँले देख्न सक्छौँ यहाँ ठुलो सङ्ख्यामा अहिले चाहिँ उहाँले बालेन सरकारले दुई औँला देखाउँदै यति बेला भावी प्रधानमन्त्री अब जानको लागि उहाँ प्रस्थान गर्नुभएको छ। र यहाँको दृश्यमा तपाईँले देख्न सक्नुहुनेछ बालेन शाह झापा क्षेत्र नम्बर 5बाट शानदार जित हासिल गरिसके पश्चात अब यहाँबाट प्रमाणपत्र लिएर फर्किनु भएको छ। र बालेन शाह के भन्नुहुनेछ, के बोल्नुहुनेछ कि छैन त्यो यदि मिलेको खण्डमा हामी सोध्ने अवश्य कोसिस गर्नेछौँ भने यहाँ सुरक्षा व्यवस्था निकै कडा गरिएको छ। यहाँ खिच्नको लागि पनि हम्मे परेको अवस्था छ भने तपाईँले देख्न सक्नुहुनेछ बालेन शाह अब गाडीतर्फ जाँदै हुनुहुन्छ र उहाँ गाडीमा पनि बसिसक्नु भएको छ। वसुन्धरा खड्कीले हक गरेर वसुन्धरा खड्काले चाहिँ हक गरेर यहाँबाट प्रस्थान गरेको छ। तपाईँले देख्न सक्नुहुनेछ बालेन शाह गाडीमा बसिसक्नु भएको छ। अब यहाँबाट जाँदै हुनुहुन्छ भने बालेन शाह यहाँबाट फर्किने क्रममा रहेका छन्। तपाईँले देख्न सक्नुहुनेछ यहाँ सुरक्षा व्यवस्था निकै कडा गरिएको छ। जितिसकेपछि बालेन शाह शानदार जितका साथ झापा क्षेत्र नम्बर 5बाट प्रस्थान गरेका छन्। यो दृश्यमा तपाईँले देख्न सक्नुहुनेछ। दर्शक महानुभावहरू यति बेला देखिराख्नु भएको छ राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको आगमन भएको छ भने विजय सँगसँगै यति बेला तपाईँले देखिराख्नु भएको छ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता वरिष्ठ नेता बालेन शाहको अन्तिम घोषणा हुँदैछ। उहाँ विजय त भइसक्नु भएको छ। अब विजय पश्चात उहाँलाई यहाँ बोलीको कुरा चाहिँ त्यति धेरै सुनिरहेको छैन र यो प्रमाणपत्र यति बेला वाचन गरेर सुनाउँदै हुनुहुन्छ। तपाईँले देखिराख्नु भएको छ राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन शाह सँगसँगै यहाँका मतदान अधिकृत र यहाँको प्रहरी प्रमुख वसुन्धरा खड्का सँगै बसिरहेको दृश्यमा हामीले देख्न सक्छौँ भने झापा क्षेत्र नम्बर 5बाट यो दृश्य तपाईँले हामीले दर्शक महानुभावहरू देखिराख्नु भएको छ यति बेला मत परिणाम सार्वजनिक भइसकेपछि प्रमाणपत्र हस्तान्तरण गर्ने कार्यक्रम निर्वाचन छ
अगाडि हो बिस्तारै सर होइन बधाई भन्ने हुँदैन बधाई किन हुँदैन म कसैको बधाई लिँदा पनि लिँदैन दिँदा पनि दिँदैन कहिले मेरो मुखबाट बधाई लिनेर दिने यिनीहरूले दिनुहोस् है म चाहिँ त कसैलाई जिन्दगीमा बधाई पनि दिँदा पनि दिँदैन लिँदा पनि लिँदैन शुभकामना पनि लिँदैन मैले पनि दिँदैन साँच्चै हो क्या तपाईँले मैले कसैलाई शुभकामना दिएको होइन लिएको देख्नु भएको होइन बधाई पनि दिँदैन किनभने त्यो भनेको त्यो एउटा बनावटी कुरा भयो कि बनावटी जस्तो लाग्छ मलाई धेरैले बधाई भनेको पुरानो हो कस्तो लाग्यो कसम पनि खानुपर्छ जिल्ला अधिकारी कल्याण होस् समग्र म्याग्दी जिल्लाको तर्फबाट कल्याण गर्ने हो मैले चाहिँ गर्छु अरूले के गर्छ नि थाहा छैन होइन है क्या अरू जितेको उम्मेदवारहरूले लिएर आइसक्नु भएको छ फुलमालामा हुनुहुन्छ यतिखेर हामी देखिरहेका छौँ यो धेरै धेरै बधाई छ हजुरलाई म गेटमा सर्टिफिकेट गेटमा होइन प्रमुखजी आउनु भएको छ उहाँले मलाई गेटमा सर्टिफिकेट दिनुहुन्छ त्यसपछि बोल्छु भिड छ फेरि बाहिर ठिक छ पहिला त यो जनताको हो मतदाताको हो यो प्रमाणपत्र त्यस कारणले मतदाताको अगाडि प्रमाणपत्र लिउँ त्यसपछि हजुरसँग बोलिहाल्छु कतिको खुसी हुनुहुन्छ यो भारी बहुमतले तपाईँ काठमाडौँ क्षेत्रमा 9बाट विजय हुनुभएको छ यहाँको मतदातालाई के भन्नुहुन्छ तपाईँले यो नेपाली जनताको जित हो विशेष गरी 9 नम्बर क्षेत्रको मतदाताको जित हो यसले मलाई अरू धेरै जिम्मेवार बनाएको छ एउटा राम्रो भारी बोकाएको छ यो भारी मैले बिसाउनु पर्ने छ देश निर्माण गर्नुपर्ने छ मतदातालाई न्याय हुने गरी काम गर्नुपर्ने छ गाउँ-गाउँमा जब म घर दैलोको कार्यक्रममा नागरिकसँग भेटघाटको कार्यक्रममा गाउँ-गाउँमा गएँ त्यहाँ कतिजना बुवा आमाहरूले हात समातेर रुनु भएको छ छोरी के राष्ट्रिय स्वतन्त्र पार्टीलाई घन्टी चिन्हमा भोट हाल्दाखेरि हाम्रो छोराछोरी फर्किन्छन् अहिले यो बुढेसकालमा पानी दिने मान्छे पनि कोही छैन घरमा एक्लो अवस्था निसासिँदो त्यो अवस्था देखेर उहाँहरूको त्यो रोदन देखेर मन छिया छिया भएर आएको छ अवश्य नै हामीले चाहिँ नि यसको लागि हाम्रो सधैँ राष्ट्रिय स्वतन्त्र पार्टीको सधैँ यो अग्रपन्थीमा यो पहल रहनेछ भन्ने पनि जानकारी गराउन चाहन्छु र धेरै बोल्नुभन्दा पनि हामी चाहिँ नि काम गर्ने पार्टी हौँ र हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीमा युवाहरू जोस जाँगरका साथ र मनमा उत्साहपूर्वक हुटहुटी लिएर कामको लागि आउनु भएको छ आएका छौँ हामीले चाहिँ काम गरेर देखाउँछौँ यहाँहरूले छिट्टै नै अनुभूति गर्ने गरेर परिणाम देखाउने छौँ भन्दै यहाँहरू सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु र जति पनि हाम्रो पार्टी पङ्क्तिमा रहेर साथीहरू हाम्रो प्रदेशदेखि जिल्लादेखि महानगरदेखि क्षेत्रदेखि वडा तहसम्मका सम्पूर्ण साथीहरूको चाहिँ यहाँ ठुलो योगदान रहेको छ यो सबै आजको यो बहुमत यो विजय भनेको सम्पूर्ण हाम्रो पार्टी पङ्क्तिका साथीहरूको कडा मेहनत कडा परिश्रम र एक ढिक्क भएर देश परिवर्तन र युवा रोजगारहरूको लागि
एक ढिक्का भएर लाग्नु भएको छ। उहाँहरू सम्पूर्णप्रति हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु।